जय शम्भो राधे राधे। 2083 साल असार महिनामा विवाहका लगनहरू कहिले छन् त भन्ने कुराको जानकारीमूलक भिडियो ल्याएर हजुरमाझ उपस्थित भइसकेको छु। त्यसको लागि तपाईले अग्नि जुरेको दिनमा चाहिँ विवाह गर्दा एकदम उत्तम र राम्रो हुने गर्दछ। त्यही भएर चाहिँ असार महिनामा तपाईँ वैवाहिक बन्धनमा बाँधिदै हुनुहुन्छ भने त्यसको लागि तपाईले असार महिनाको कति गते चाहिँ वैवाहिक बन्धनमा बाँधिदा राम्रो र उत्तम हुनेछ भन्ने कुरा म भिडियोमा बताउनेछौँ। त्यसको लागि उत्तम दिनहरू कहिले छन् त भन्ने कुरा हामी बताउनेछौँ। अब लागौँ। सबैभन्दा पहिला रहेको छ असाढ महिनाको 9 गते, 13 गते, 14 गते, 15 गते, 17 गते, 18 गते र 23 गते चाहिँ विवाहका लगन एकदम उत्तम र राम्रो रहेका छन्। यो दिनमा तपाईले वैवाहिक बन्धनमा बाँधिनुहुन्छ भने एकदम राम्रो र उत्तम हुने गर्दछ। हस्त धन्यवाद, नमस्कार। आजलाई यति नै। अर्को भिडियोमा भेट्ने बाचा गर्नेछौँ। तपाईले यतिन्जेलसम्म हाम्रो भिडियो हेरेर साथ दिनुभयो। के कस्तो लाग्यो जस्ताको तस्तै कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला। हस्त धन्यवाद, नमस्कार, राधे राधे।